त्यसैगरी आसन ग्रहण गरिदिनुका लागि आजको हामीलाई प्राविधिक सहयोग र यो सम्पूर्ण व्यवस्था अतिथि भनेर कसैलाई पनि निमन्त्रणा गरेका छैनौँ। यो हाम्रो कार्यक्रम हो, सबैजना पूर्व समाजसँग आबद्ध हाम्रो यहाँ उपस्थिति रहेको छ। यो कार्यक्रमका हाम्रा संयोजक अध्यक्ष अहिले मोदी गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष समेत रहनुभएका दिपेन्द्र जङ लामिछाने उपस्थिति रहेको छ। उहाँको पनि अनुरोध गर्दछु। त्यसैगरी पूर्व उपाध्यक्ष हुनुहुन्छ, उहाँको पनि उपस्थितिको सम्मान व्यक्त गर्दै आसन ग्रहण गरिदिनका लागि अनुरोध गर्दछु। त्यसैगरी पर्व समाज कतारका सभापति हुनुहुन्छ रुद्र बहादुर रिमाल, यहाँलाई पनि म आसन ग्रहण गरिदिनका लागि यसमा सहयोगका कार्यक्रमहरू त प्रशस्तै गरेको थियो। अब विभिन्न के भन्छ यो प्राकृतिक विपत्तिका बेलामा चाहिँ तत्काल गर्न सक्ने कार्यक्रमहरूमा चाहिँ तत्काल उपस्थित हुने, नत्र भने दीर्घकाल अलि केही समय पछाडि चाहिँ उहाँ सङ्कलन गरेर केही समय पछाडि पनि यहाँ त्यो जुनसुकै कार्यक्रम हामीले सहयोग गर्न सक्ने ठाउँमा चाहिँ हामी उपस्थित भएर चाहिँ यहाँ स्वदेशमा पनि गरिराखेका थियौँ र विदेशमा रहने क्रममा चाहिँ त्यहाँ भएका खास गरिकन चाहिँ पर्व समाज कतार भनेको विदेशमा चाहिँ आपद विपदमा परेका त्यहाँ कामदारहरूको त्यो विपत्तिमा परेकाहरूलाई चाहिँ सहयोग गर्ने त्यो मूल उद्देश्य चाहिँ त्यसको त्यो हुनाले हामी त्यहाँ नै बढी क्रियाशील हुने गर्दछौँ र गरिरहेकै छौँ। त्यो क्रममा चाहिँ त्यहाँ कोही विपदमा परेका अथवा दुख पीडामा परेका स्वदेश फर्किनलाई चाहिँ समस्या भएका विभिन्न कम्पनीबाट चाहिँ समस्या भोगिरहेकाहरूलाई चाहिँ हामी सहजीकरण गरेर नेपालसम्म आउनलाई टिकटको सङ्घका अध्यक्ष लगायत पर्व समाज कतारका पूर्व अध्यक्षज्यू वर्तमान कार्य समिति प्रधान कार्यक्रम 2082 यस कार्यक्रमका अध्यक्ष महोदय, त्यसपछिबाट हामीले चाहिँ हाम्रो आमन्त्रणलाई स्वीकार गरेर यहाँ उपस्थित हुनुभएका सम्पूर्ण नेपाल प्रहरी जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र प्रहरी बलका साथीहरूले त्यो अनुरोधलाई एकदम स्वीकार गरिदिनु भयो र यो एउटा आफ्नो जिल्लामा तपाईहरुले चाहिँ एउटा नमुनाको कार्यक्रम तपाईहरुले राखिदिनु भएको छ। यसको जति प्रशंसा गरे पनि पुग्दैन, भारी भारी प्रशंसा गर्न चाहन्छु। त्यसको साथै अहिले यो वर्तमान अवस्थामा आइपुग्दाखेरि अलि सहज भएको होला हामीलाई एम्बुलेन्सको। कोभिड जस्तो एउटा महामारी विश्वव्यापी रूपमा चाहिँ एउटा महामारीको रूपमा पेन्डेमिक रूपमा आयो। त्योबाट हामी नेपालीहरू पनि अत्यन्त पीडित रह्यौँ, धेरैको ज्यान गयो, धेरै प्रभावित हुन पुग्यौँ र त्यो अवस्थामा हाम्रो जीर्ण अवस्थामा हाम्रो एम्बुलेन्स थियो। यसरी अन्तर्राष्ट्रिय पर्वत समाज उचित सम्मान गर्न चाहन्छु। यो समाजका उपाध्यक्ष भीमकान्त सर लगायत यहाँ उपस्थित सम्पूर्णमा म सम्मान व्यक्त गर्न चाहन्छु। यहाँहरूले मैले अघि आफ्नै गृह जिल्ला अथवा आफ्नै गाउँठाउँलाई हामीले केही आर्थिक सहयोग पनि गर्नुपर्छ, केही सामानहरू जे कुराहरूको खाँचो छ त्यसको आपूर्ति गर्नुपर्छ भनेर यहाँले जुन गर्नुभएको छ, तपाईँहरूको ठुलो दिलदार मनको लागि म पुनः स्याउट गर्न चाहन्छु र म धेरै समय लिन्न। हामीलाई यसको लागि पुनः म स्मरण गर्न चाहन्छु उहाँहरू जसले यसमा डोनेट गर्नुभयो, यो महान योगदान गर्नुभयो, उहाँहरूप्रति म नतमस्तक छु र उहाँहरूप्रति म ल सङ्गीता जी आऊ। तपाईं जानु न कसको यो मेरो है लाउनु आरसी दे बसियो मेरो यो तपाईको फोटो यो त लिनु एउटा फोटो खिच्नु